गुड इभिनिङ साथीहरू। मेरो बारीमा फलेको काँक्रा हेर्नुहोस्, अलिकति 4वटा मात्रै फलेछ। यो चाहिँ पोलियो लागे जस्तो भएछ हेर्नुहोस्। अन्त आज पनि अलिकति नानीहरूलाई जाम बनाइदिएको। आम काटेर मैले रेडी राखेको छु। यो हातमा 5 फोरन होइन, अनि यो प्लास्टिकमा गुड अब यसलाई मेल्ट भइसकेको छ, बलिरहेको छ, यसलाई हाल्नुपर्छ। अन्त मेरो यहाँ कराईमा तेल तातिँदैछ, यहाँ सुकेको खोर्सानी पनि छ, अनि साथसाथमा मेरो बुढी पनि छ, मेरो जीवन साथी। हेर्नु, अलिकति तेल लगाइदेऊ नि। त्यसो भन्दै साथीहरू पकाउँदै यहाँ अलिकति तेल चाहिँ हालिदिउँ नि तिमी पहिला। बुढी हालो कम्ती लगाउनु। बात होएको छ, बेसी लाग्दैन। ल साथीहरू, म त जेली जाम पकाउँदैछु। तपाईँहरूलाई मनपर्छ भने कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गरिदिनुहोस्, सपोर्ट गर्नुहोस्। बाई।